लगायत अहिले चाहिँ हामी यति बेला गाइने दाइहरूसँग छौँ। दाइ दाइ यसो यहाँ केही बोलिदिनु न, तपाईँहरू कहाँबाट आउनुभयो? झापाबाट। यो गीत कहाँ तपाईँहरूको पुर्खाबाटै गाउने स्टार्ट गर्नुभएको कि के गर्नुभएको? पुर्खौली पेसा हो यो। अहिले चाहिँ कतासम्मको यात्रा छ तपाईँहरूको? लामै छौँ, अब 2-4 दिन पछाडि पाँचतिर हुन्छ होइन। अनि तपाईँहरूको छोराछोरीहरू पनि, उहाँ तपाईँको छोरा अथवा के हुन्छ? भाइ हो। भाइ, तपाईँहरूको नाम पनि चुस्ता भनिदिनु न। मेरो चाहिँ श्याम गन्धर्व। अहिले तपाईँहरूले यसरी गीत गाउँदै हिँडिरहनु भएको छ होइन, कति कस्तो रेस्पोन्स, कस्तो प्रतिक्रियाहरू तपाईँले पाइरहनु भएको छ? अब यस्तै हो, प्रतिक्रिया त बुझ्ने मान्छेले तपाईँहरूको जाति नै यस्तै हो। कतिपयले ए गीत नगा टाइपको पनि भन्नुहुन्छ होला होइन, भन्नुहुन्छ। उहाँहरूलाई के भन्नुहुन्छ? भन्न त केही भन्दिनँ, उहाँले नगा भन्नुभयो भने गाउँदिनँ। अनि अहिले तपाईँहरू स्थानीय सरकारहरू पनि छन् त अहिले होइन, स्थानीय सरकारलाई के भन्नुहुन्छ तपाईँहरूको? त अहिले यो तपाईँहरूले त गीतहरूलाई अहिले संरक्षण गरेर हिँडिरहनु भएको छ नि त। गीत हाम्रो कला संस्कृति हो एउटा। अनि स्थानीय सरकारलाई तपाईँ के भन्न चाहनुहुन्छ? त्यही त हाम्रो कला संस्कृति हाम्रो नेपालीको हजुर यो नहराओस् भन्न चाहन्छौँ। सरकारहरूले पनि ध्यान दिनु पर्यो। यो विषयमा चाहिँ सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँहरूलाई? त्यही त संरक्षणहरू गरिदिनु पर्यो। जस्तै अब यो वाद्यवादनहरू भयो होइन, योहरू पनि अब जस्तै वितरणहरू गरिदिए अथवा के जस्तो लाग्छ तपाईँहरूलाई? वितरण त यसको अब हामीले बनाएर गर्छौँ भने कति। अब जस्तै तपाईँहरूले यसलाई अझै थप बनाउनको लागि तालिमहरू हुन्छ होला, गीत गाउने ट्रेनिङहरू सेन्टरहरू खोल्ने अझ राम्रो। हस् दाइ, तपाईँलाई धेरै धेरै धन्यवाद। हस्।